हेलो साथीहरू नमस्ते सबैजनालाई। म चाहिँ दिउँसोको खाना खाइवरी यता ब्ल्याङ्केट धोएर सुकाउनुतिर लागेको साथीहरू झन्नै माटोमा लागेन हो। आज चाहिँ मौसम एकदमै राम्रो हुनु गर्दाले बिहानदेखि नै घाम लाग्नुको गर्दाले मैले चाहिँ बिहानै सरफ पानीमा कम्मल चाहिँ भिजाएर राखेको थिएँ। अनि बाबुलाई स्कुल पुऱ्याएर आएर नास्ता गरिवरी धुन्छु भनेर सोचेको थिएँ, तर सोचेको जस्तो त कहाँ हुँदो रहेछ र साथीहरू, नहुँदो रहेछ नि त। उता घर लिप्नुतिर लागेँ, त्यहाँबाट फेरि मिसिनबाट फोन आयो भुस छ भनेर, भुस लिनु गएँ। त्यत्तिकै सेकेन्ड टाइम भइगयो हो साथीहरू। अनि खाना खाएर नि म चाहिँ धुएँ कपडाहरू चाहिँ, अनि सुकाउँदैछु अहिले चाहिँ। तर मनमा डर पनि लाग्दैछ साथीहरू, एक दिन पानी पऱ्यो एक दिन घाम लाग्छ नि त। बिहानै धुएको भए त्यतिखेर आधा सुक्थ्यो हो, तर अब यता गर्दा उता गर्दा सेकेन्ड टाइम नि भइगयो। मेरो चाहिँ तागत पनि छैन हो साथीहरू, सेसे भइसकेको छु भने नि एउटा कम्बल धुँदा नि के भन्नु साथीहरू। डराउँदै डराउँदै धुएको त छु। मैले मनमा चाहिँ सोच्दैछु हे भगवान् भोलि चाहिँ घामै लागोस् है भन्दैछु, तर के हुने हो साथीहरू, टेन्सन पनि बढिरहेछ। तर धुएँ मैले चाहिँ। अनि यहाँ खाली जग्गामा चाहिँ दुईवटा पिलो कभर छ, उता लिएर सुकाइदिन्छु। आज चाहिँ एकदमै कपडा धुइभएको छ साथीहरू, मौसम चाहिँ राम्रो हुनु गर्दाले। तर के भन्नु साथीहरू, एकैछिनमा पानी पो आइदियो त। मैले भोलि घाम लागोस् भनेर दुआ गर्दै थिएँ भगवान्लाई। 2-3 घन्टामै पानी पो दररररर परिदियो साथीहरू। अनि गालामा हात राखेर त ट्रेन हेर्दैछु केटाकेटी जस्तो म चाहिँ साथीहरू। तर एक घर ट्रेन पनि हेर्नु सक्दिनँ म चाहिँ साथीहरू, चक्कर लाग्छ मलाई चाहिँ हो। अनि के गर्नु साथीहरू, कचु काट्न जानु थियो, भोलिलाई मात्रै दाना थियो। आज काटेको भए भोलि पकाउँथेँ र पर्सिको लागि ठिक्क हुन्थ्यो। तर पानीले सबै बर्बाद गरिदियो हो साथीहरू, सोचेको जस्तो त कहाँ हुन्छ र। अनि कोल थियो अस्ति हस्बेन्डले लिएर काटेर राखिदिनु भएको, अनि त्यो कोलै पकाउनु पर्यो भनेर काट्नुतिर लागेँ साथीहरू। त्यो पनि कोल पनि आधा भाँडा पो हुने रहेछ जस्तो लाग्दैछ। जति हुन्छ काटेर पकाउँछु। अब भाँडा अलिकति रह्यो भने त अब के गर्नु साथीहरू, कच्चु काटेर भए पनि हालेर पुरा गर्नु पर्यो नि त। किनभने आधा भाँडा दाना पकाएर चाहिँ फाइदै छैन है साथीहरू। हाम्रो यहाँ चाहिँ दाउराको लोस होइन, दाउरा सबै किन्नै पर्छ, हर चिज किनेरै पाल्नु परेको छ हो साथीहरू। नकिन्नु भनेको त पानी र आफ्नो मेहनत मात्रै हो साथीहरू, नै त सबै किनेरै चल्नुपर्छ। यस्तै छ जिन्दगी साथीहरू, नपाले पनि हुँदैन, पाल्दा पनि साह्रै दुःख र कष्ट छ है साथीहरू हाम्रो यतातिर चाहिँ।